नमस्कार। आजको विशेष प्रस्तुति कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आज हामी चर्चा गर्दैछौँ नेपालको राजनीतिक, सामाजिक र आर्थिक यात्रा 2051 सालदेखि आजको अवस्थासम्म। नेपालको इतिहासमा पछिल्ला 3 दशक निकै महत्त्वपूर्ण मानिन्छन्। यस अवधिमा देशले राजनीतिक परिवर्तन, सङ्घर्ष, शान्ति प्रक्रिया, संविधान निर्माण, सङ्घीय व्यवस्था र विकासका अनेक प्रयासहरू देखेको छ। 2051 सालको राजनीतिक पृष्ठभूमि। 2051 सालतिर नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापित भइसकेको थियो। 2046 सालको जनआन्दोलनपछि राजतन्त्र सहितको प्रजातन्त्र सुरु भएको थियो, तर राजनीतिक अस्थिरता भने जारी थियो। सरकार बारम्बार परिवर्तन भइरहेका थिए। यही समयतिर देशमा सामाजिक असमानता, गरिबी, बेरोजगारी र ग्रामीण क्षेत्रमा विकासको कमी जस्ता समस्याहरू देखिन थालेका थिए। 2052 साल सशस्त्र द्वन्द्वको सुरुवात। 2052 साल फागुन 1 गते नेपालमा एउटा ठूलो ऐतिहासिक मोड आयो। माओवादी आन्दोलन सुरु भयो। यस आन्दोलनको उद्देश्य थियो राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना, सामाजिक समानता। यो सङ्घर्ष करिब 10 वर्षसम्म चल्यो। यस अवधिमा देशले धेरै दुःख र क्षति भोग्यो। हजारौं मानिसको ज्यान गयो। हजारौं मानिस विस्थापित भए। विकासका कामहरू धेरै ठाउँमा रोकिए। 2062-63 को जनआन्दोलन। 2062 र 63 सालमा नेपालमा दोस्रो जनआन्दोलन भयो। जनताको व्यापक आन्दोलनपछि राजतन्त्रको शक्ति कमजोर भयो र अन्ततः राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन समाप्त भयो। यस आन्दोलनपछि नेपालले नयाँ बाटो समात्यो। 2065 साल गणतन्त्रको घोषणा। 2065 साल जेठ 15 गते नेपालले ऐतिहासिक निर्णय गर्यो। नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो। यससँगै करिब 240 वर्ष पुरानो शाहवंशीय राजतन्त्र समाप्त भयो। देशमा नयाँ राजनीतिक युग सुरु भयो। संविधान निर्माणको प्रक्रिया। गणतन्त्र घोषणा भएपछि देशमा संविधान सभा गठन गरियो। संविधान निर्माण प्रक्रिया सजिलो भने थिएन। राजनीतिक दलहरूबीच धेरै विवाद भए, तर लामो प्रयासपछि अन्ततः 2072 साल असोज 3 गते नेपालको नयाँ संविधान जारी भयो। यस संविधानले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनायो। सङ्घीय संरचना। नयाँ संविधानसँगै नेपाललाई 7 वटा प्रदेशमा विभाजन गरियो। सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, यी 3 तहको शासन प्रणाली लागू भयो। यसले स्थानीय स्तरमा विकास र निर्णय प्रक्रियालाई बलियो बनाउने उद्देश्य राखेको थियो। विकासका प्रयास। पछिल्ला वर्षहरूमा नेपालले विकासका क्षेत्रमा केही महत्त्वपूर्ण उपलब्धि पनि हासिल गरेको छ। उदाहरणका लागि सडक सञ्जाल विस्तार, विद्युत उत्पादन वृद्धि, जलविद्युत आयोजना, पर्यटन क्षेत्रको विकास, डिजिटल प्रविधिको विस्तार। नेपालमा अहिले धेरै ठाउँमा पहुँचयोग्य सडक, इन्टरनेट सेवा र विद्युत आपूर्ति पुगेको छ। तर अझै चुनौतीहरू। तर यति धेरै परिवर्तन र प्रयासका बावजुद पनि नेपालले अझै धेरै चुनौतीहरूको सामना गरिरहेको छ। मुख्य समस्याहरू। 1. बेरोजगारी। धेरै युवाहरू रोजगारीको खोजीमा विदेश जान बाध्य छन्। 2. भ्रष्टाचार। भ्रष्टाचार अझै पनि ठूलो चुनौतीको रूपमा रहेको छ। 3. राजनीतिक अस्थिरता। सरकार छिटो परिवर्तन हुने अवस्था अझै देखिन्छ। 4. आर्थिक कठिनाई। देशको अर्थतन्त्र अझै मजबुत बन्न सकेको छैन। अहिलेको अवस्था। अहिले नेपाल एक लोकतान्त्रिक गणतान्त्रिक राष्ट्र हो। जनताले आफ्ना प्रतिनिधि छान्ने अधिकार पाएका छन्। तर धेरै मानिसहरू भन्छन् कि देशको वर्तमान अवस्थालाई घण्टीमय अर्थात् चुनौतीपूर्ण अवस्था पनि भन्छन्। यसको कारण महँगी बढ्नु, बेरोजगारी, राजनीतिक विवाद, आर्थिक दबाव। तर यसका बीचमा पनि नेपालसँग धेरै सम्भावना छन्। नेपालको सम्भावना। नेपालसँग प्राकृतिक स्रोतहरू प्रशस्त छन्। हिमाल, नदी, जलविद्युत, पर्यटन, युवा जनशक्ति। यदि सही योजना र इमानदार नेतृत्व भयो भने नेपालले भविष्यमा ठूलो प्रगति गर्न सक्छ। निष्कर्ष। 2051 सालदेखि आजसम्म नेपालको यात्रा निकै उतार चढावपूर्ण रहेको छ। द्वन्द्व, आन्दोलन, गणतन्त्र, संविधान, सङ्घीयता, यी सबै परिवर्तनहरूले नेपालको राजनीतिक इतिहासलाई नयाँ दिशा दिएका छन्। आज आवश्यकता छ एकता, सुशासन, विकास र इमानदार नेतृत्वको।
यदि सबै नेपाली मिलेर देशको विकासका लागि काम गरे भने भविष्यमा नेपाल अझै समृद्ध र सुन्दर बन्न सक्छ। विशेष विश्लेषण। निर्वाचन 2082 र नयाँ राजनीतिक सम्भावना। नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा एउटा महत्त्वपूर्ण परिवर्तन देखिएको छ। यसपटकको चुनावमा नयाँ पुस्ता, नयाँ सोच र नयाँ राजनीतिक शक्तिप्रति जनताको चासो बढेको देखिन्छ। यही सन्दर्भमा धेरै चर्चा भएको दल हो राष्ट्रिय स्वतन्त्र पार्टी। निर्वाचन 2082 को परिणाम। निर्वाचन 2082 मा विभिन्न राजनीतिक दलहरूले प्रतिस्पर्धा गरे। परम्परागत रूपमा देशको राजनीति नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र जस्ता दलहरूले नेतृत्व गर्दै आएका थिए। तर यसपटकको चुनावमा मतदाताहरूको सोचमा केही परिवर्तन देखियो। विशेष गरी शहरी क्षेत्र, युवाहरू र पहिलो पटक मतदान गर्ने मतदाताहरूबीच नयाँ विकल्पप्रति आकर्षण देखिएको विश्लेषकहरू बताउँछन्। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय समर्थन प्राप्त गरेको देखियो। केही क्षेत्रमा उनीहरूको प्रभाव बढेको र संसदमा नयाँ शक्ति बनेको चर्चा भइरहेको छ। नयाँ राजनीतिक धार। राजनीतिक विश्लेषकहरूका अनुसार अहिले नेपाली राजनीतिमा 3वटा मुख्य प्रवृत्ति देखिएका छन्। 1. नयाँ अनुहारप्रति आकर्षण। धेरै मतदाताहरूले परम्परागत राजनीतिबाट केही फरक नेतृत्व चाहेको संकेत दिएका छन्। 2. सुशासनको अपेक्षा। भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र प्रभावकारी शासनप्रति जनताको अपेक्षा बढेको छ। 3. युवाको सक्रियता। युवा पुस्ता सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा सक्रिय रूपमा सहभागी हुन थालेका छन्। भविष्यका अपेक्षाहरू। निर्वाचनपछि अब सबैभन्दा महत्त्वपूर्ण कुरा जनताका अपेक्षा पूरा गर्ने क्षमता हो। नयाँ वा पुराना जुनसुकै दल भए पनि नागरिकहरूले मुख्य रूपमा यी विषयहरूमा सुधार चाहेका छन्। सुशासन र पारदर्शिता, रोजगारी सिर्जना, आर्थिक विकास, शिक्षा र स्वास्थ्य सुधार, भ्रष्टाचार नियन्त्रण, विशेष गरी युवाहरूले देशभित्र अवसर सिर्जना होस् भन्ने अपेक्षा गरेका छन् ताकि विदेश जाने बाध्यता कम होस्। चुनौतीहरू पनि छन्। यद्यपि नयाँ राजनीतिक शक्तिको उदयसँगै चुनौतीहरू पनि छन्। स्थिर सरकार बनाउने चुनौती, नीति कार्यान्वयन गर्ने क्षमता, अनुभव र प्रशासनिक दक्षता। नेपाल जस्तो विविधतापूर्ण राजनीतिक संरचनामा सबै दलहरूले सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता विश्लेषकहरू बताउँछन्। निष्कर्ष। निर्वाचन 2082 ले नेपाली राजनीतिमा परिवर्तनको संकेत दिएको छ। मतदाताहरूले नयाँ विकल्पहरूलाई पनि अवसर दिन थालेको देखिन्छ। तर अन्ततः देशको भविष्य नीति, नेतृत्व र कामको परिणाममा निर्भर रहनेछ। यदि राजनीतिक दलहरूले जनताको विश्वासलाई सही रूपमा प्रयोग गर्न सके भने आगामी वर्षहरूमा नेपालले आर्थिक र सामाजिक क्षेत्रमा सकारात्मक प्रगति गर्न सक्ने आशा गरिएको छ।